जय नेपाल। फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो यस भिडियोमा। नेपाल प्रहरीमा प्राविधिक प्रहरी जवान पदको विज्ञापन खुलाएको छ भारी संख्यामा। भिडियोलाई अन्तिमसम्म हेर्नु, कहाँबाट फर्म भर्न मिल्छ आज म तपाईहरुलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। यहाँ रहेको छ नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, वित्त विकास महाशाखा, भर्ना छनौट शाखा, नक्साल काठमाडौँ। नयाँ भर्ना सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति 2081 12 महिना 29 गते यो विज्ञापन प्रकाशन भएको छ। कहिले यो विज्ञापन प्रकाशन भएको छ? प्रथम पटक प्रकाशित मिति 2081 12 महिना 29 गते यो विज्ञापन प्रकाशन भएको छ। अब यहाँ रहेको छ नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले दिहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट 10 को टिकट टाँसी स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ। अब आवश्यक मागपद संख्या यहाँ रहेको छ, तपाईहरु यहाँ हेर्नु। अब यहाँ रहेको छ आवश्यक मागपद संख्या, विज्ञापन नम्बर यहाँ रहेको छ, कार्यालय उपसमूह खुला रहेको छ। अब यहाँ रहेको छ विज्ञापन नम्बर 20/08182 रहेको छ, कार्यालय सूचना प्रविधि निर्देशनालय तर्फ रहेको छ। उपसमूह रहेको छ इन्जिनियरिङ रहेको छ, खुल्लामा 4 जना रहेको छ, आदिवासी 1 दलित 1 जम्मा 6 जनाको लागि खुलाएको छ। विज्ञापन नम्बर 21/08182 रहेको छ, कार्यालय केनाइन रहेको छ, कार्यालय तर्फ रहेको छ। उपसमूह केनाइन डग यहाँ रहेको छ, ह्यान्डलर रहेको छ र खुल्लामा 1 जनाको लागि मात्र खुलाएको छ। खुल्लामा 1 जना र महिलामा 1 जना जम्मा 2 जनाको लागि खुलाएको छ। त्यसैगरी यहाँ केन्द्रीय प्रहरी विविध विज्ञान प्रयोगशाला तर्फ खुलाएको छ। उपसमूह रहेको छ विधि विज्ञान रहेको छ, खुल्लामा 2 जना महिलामा 1 जना जम्मा 3 जनाको लागि विज्ञापन खुलाएको छ। र नेपाल प्रहरी अस्पताल तर्फ खुलाएको छ। उपसमूह रहेको छ स्वास्थ्य, खुल्लामा 16 जना, अमर अशोकमा 1 जना, महिलामा 3 जना, यहाँ आदिवासीमा 4 जना, मधेसीमा 3 जना, दलित 2 जना र जम्मा 29 जनाको लागि विज्ञापन खुलाएको छ स्वास्थ्यतर्फ। र यहाँ सञ्चार निर्देशनालय तर्फ रहेको छ, यहाँ उपसमूह इन्जिनियरिङ तर्फ रहेको छ। यहाँ हेर्नु, खुल्लामा 41 जना भारी संख्यामा विज्ञापन खुलाएको छ। खुल्लामा 41 जना, अमर अशोकमा 2 जना, महिलामा 6 जना, आदिवासीमा 10 जना, मधेसीमा 10 जना, दलित 5 जना, पिछडिएको क्षेत्र 2 जना र जम्मा 76 जनाको लागि विज्ञापन खुलाएको छ सञ्चार निर्देशनालय तर्फ रहेको छ। यहाँ अब दरखास्त फार्म दर्ता गर्ने मिति यहाँ रहेको छ। यहाँ हेर्नु, दरखास्त फार्म दर्ता मिति रहेको छ 2082 1 महिना 7 गतेदेखि 2082 2 महिना 12 गतेसम्म। कहिलेदेखि कहिलेसम्म? 2082 1 महिना 7 गतेदेखि 2082 2 महिना 12 गतेसम्म। समय बिहान 10 बजेदेखि कार्यालय समयसम्म, सार्वजनिक बिदाको दिन बाहेक। 3 नम्बरमा दरखास्त फारम पाइने र बुझाउने स्थानहरू यहाँ रहेको छ। अब तपाईहरु कहाँबाट फर्म भर्न चाहनुहुन्छ यहाँ हेर्नु। यहाँ अब रहेको छ प्रहरी जवान प्राविधिक रहेको छ। यहाँ हेर्नु, प्रहरी जवान प्राविधिक रहेको छ। कार्यालय यहाँ रहेको छ, पद रहेको छ प्रहरी जवान प्राविधिक र कार्यालय यहाँ रहेको छ र सम्पर्क नम्बर यहाँ रहेको छ। अब तपाईहरु कहाँबाट फर्म भर्न मिल्छ? तपाईहरुको यहाँ कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङबाट मिल्छ। मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज सप्तरी। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्की, नम्बर पनि यहाँ दिएको छ, तपाईहरु यहाँ हेर्नु। त्यसैगरी लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटबल रूपन्देही। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँके। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल नोटी। जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला प्रहरी परिसर ललितपुर, जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय सबै। तपाईहरु जिल्लाबाट पनि तपाईहरु फर्म भर्न सक्नुहुन्छ, किनभने यहाँ जिल्ला प्रहरी कार्यालय सबैबाट बनेको छ। अब यहाँ तपाईहरुको यहाँ हेर्नु 4 नम्बरमा दरखास्त दस्तुर यहाँ रहेको छ। दरखास्त दस्तुर पद प्रहरी जवान प्राविधिकको रहेको छ। दरखास्त फारम 7 दस्तुर बापत रु 300 बुझाउनु पर्नेछ। साथ 1 भन्दा बढी उपसमूह दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% 60 का दरले थप दस्तुर लाग्नेछ। यदि तपाईहरु खुल्लामा भर्यो भने 300 लाग्छ र समावेशी समूहमा भर्यो भने 60 रुपैयाँ लाग्छ। जम्मा 360 रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्छ। 5 नम्बरमा उमेरको हद यहाँ हेर्नु, पद रहेको छ प्रहरी जवान प्राविधिक रहेको छ। यहाँ उमेरको हद दरखास्त फार्म दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 23 वर्ष ननागेको। दरखास्त फार्म दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 23 वर्ष ननागेको। यदि तपाईहरुको उमेर 18 देखि 23 वर्षको बीचमा छ भने तपाईहरु यसमा एप्लाई गर्न सक्नुहुन्छ।
बालबाल श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 40 बमोजिम 25 वर्ष ननाएको हुनुपर्छ। यदि तपाईँहरू प्रहरी कार्यालय सेकीमा यदि तपाईँहरू थाहै हुनुहुन्छ भने तपाईँहरूको 25 वर्ष ननाएको हुनुपर्छ, त्यो यहाँ भनेको छ। अब यहाँ 6 नम्बरमा यहाँ हेर्नु, आवश्यक न्यूनतम योग्यता रहेको छ। आवश्यक न्यूनतम योग्यता, दरखास्त दिनको लागि कति योग्यता चाहियो यहाँ हेर्नु, आवश्यक न्यूनतम योग्यता। सूचना प्रविधि निर्देशनालयतर्फ रहेको छ, यहाँ हेर्नु सूचना प्रविधि निर्देशनालयतर्फ रहेको छ प्राविधिक प्रहरीको लागि। शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी एसई वा सोसर उत्तीर्ण गरेको तथा मान्यता प्राप्त तालिम संस्थाबाट कम्तीमा 1 महिनाको सूचना प्रविधि विषयको तालिम सिप प्रमाणपत्र प्राप्त गरेको। यदि तपाईँहरू कक्षा 10 पास गरेर 1 महिनाको सूचना प्रविधि विषयको तालिम सिप प्राप्त गर्नुभएको छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको, आँखा -2 या +2 भन्दा बढी कमजोर नभएको, उचाइ छाती र तौल रहेको छ, यहाँ हेर्नु उचाइ छाती र तौल। पुरुषको गटीमा उचाइ 5 फिट 2 इन्च र छाती 31-33, तौल 50 केजी हुनुपर्छ र महिलाको घटीमा 5 फिट र तौल 42 केजी हुनुपर्छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको सुरक्षित चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको परीक्षा सञ्चालनको क्रममा हुने नेपाली नागरिक हुनुपर्ने। अब यहाँ केनाइतर्फ रहेको छ, यहाँ हेर्नु केनाइनतर्फ कार्यालयतर्फ प्रहरी जवान प्राविधिक रहेको छ, यहाँ हेर्नु मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी एसई वा सोसर उत्तीर्ण गरेको। सूचना प्रविधि निर्देशनालयतर्फको प्रहरी जवान प्राविधिक पदको लागि तोकिएको बमोजिम क्रमशः ख देखि झ सम्मको अन्य योग्यता पुरा भएको। अब प्राविधिक यहाँ रहेको छ प्रहरी जवान प्राविधिक, तपाईँहरू यहाँ हेर्नु केन्द्रीय प्रहरी विविध विज्ञान प्रयोगशालातर्फ रहेको छ। अब तपाईँहरू कुनमा फर्म भर्न चाहनुहुन्छ त्यो यहाँ हेर्नु। अब यहाँ नेपाल प्रहरी अस्पतालतर्फ रहेको छ, सञ्चार निर्देशनालयतर्फ रहेको छ, यहाँ हेर्नु। अब सञ्चार निर्देशनालयतर्फ यहाँ हेर्नु भारी सङ्ख्या विज्ञापनको लागेको छ, सञ्चार निर्देशनालयतर्फ प्रहरी जवान प्राविधिक रहेको छ। अब क नम्बरमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी अथवा एसई वा सोसर उत्तीर्ण गरेको। सूचना प्रविधि निर्देशनालयतर्फको प्रहरी जवान प्राविधिक पदको लागि तोकिएको बमोजिम क्रमशः ख देखि झ सम्मको अन्य योग्यताहरू पुरा भएको हुनुपर्छ। 7 नम्बरमा दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू यहाँ हेर्नु, दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। ख नम्बरमा हालसालै खिचेको पुरै मुखाकृत दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो, पुरुषको हकमा दाढी र कपाल काटेको 5 प्रति। त्यसै गरी यहाँ ग नम्बरमा रहेको छ आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्रत्येक तहको चारित्रिक थाय वा प्रोभिजनल प्रमाणपत्र, ट्रान्सक्रिप्ट, मार्कसिट तथा नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषदबाट त्रिभुवन विश्वविद्यालयबाट सक्षमता निर्धारण गरेको प्रमाणपत्र। अब यहाँ अमर असत प्रहरी परिवारको यहाँ रहेको छ, तपाईँहरू यहाँ पढ्नु आदिवासी मधेसी दलित पिछडिएको क्षेत्र यो तपाईँहरू पढ्नु। परीक्षाको विधि तपाईँहरूको अब परीक्षा के हुन्छ यहाँ रहेको छ। परीक्षाको विधि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुन्छ क नम्बरमा। ख नम्बरमा विस्तृत स्वास्थ्य परीक्षण। ग नम्बरमा लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकेको परीक्षा केन्द्रहरूमा सञ्चालन हुने। वस्तुगत बहुत्तर मल्टिप्लाई चोइस प्रश्नको गलत उत्तर बाबत 20% अङ्क कट्टा गर्ने व्यवहार जानकारी गराइन्छ। बहुउत्तर यहाँ रहेको छ, वस्तुगत बहुत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटर एबिसिडीमा लेखिएको उत्तरले मात्र मान्यता दिनेछ। घ नम्बरमा प्रयोगात्मक परीक्षा पाठ्यक्रममा उल्लेख भएको पदहरूको मात्र हुने। अङ्क नम्बरमा अन्तर्वार्ता। अब यहाँ रहेको छ परीक्षा सञ्चालन हुने स्थान, अब कहाँ कहाँ परीक्षा हुन्छ यहाँ हेर्नु। अब कुन जिल्लाको परीक्षा कहाँ हुन्छ। दरखास्त फारम वितरण तथा दर्ता केन्द्र रहेको छ यहाँ। जिल्ला प्रशासन कार्यालय यहाँ रहेको छ हेर्नु। ताप्लेजुङ, 5 थर, इलाम, सकुवा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा कहाँ हुन्छ। विराटनगर मोरङमा हुन्छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ। त्यसै गरी यहाँ सप्तरी, सिराहा, धनुषा, मोहतरी, सर्लाही, रौतहट, बारा, पर्सामा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा कहाँ हुन्छ। राजविराज सप्तरी। मध्य प्रदेश तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज। त्यसै गरी यहाँ दोलखा, रामेछाप, सिन्धुली, चितवन, मकवानपुर दरखास्त दर्ता गर्ने उम्मेदवारहरूको हकमा कहाँ हुन्छ परीक्षा। दुधौली, सिन्धुलीमा। गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङमा दरखास्त
दर्ता गरेको उम्मेदवारहरूको कहाँ हुन्छ कास्कीमा पोखरा कास्कीमा हुन्छ परीक्षा। त्यसै गरी यहाँ रहेको छ अब यहाँ हेर्नु नवलपरासी रहेको छ बर्दघाट सुस्ता पूर्व नवलपरासी बर्दघाट सुस्ता पश्चिम रूपन्देही कपिलवस्तु पालपार खाँसी गुल्मी रोल्पा प्युठान र दाङमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको बुटबल रूपन्देहीमा परीक्षा हुन्छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटबल रूपन्देही। त्यसै गरी यहाँ रहेको छ रुकुम पूर्व रुकुम पश्चिम बाँके बर्दिया सल्यान डोल्पा जुम्ला मुगु हुम्ला कालीकोट जाजरकोट दोलैक सुर्खेतमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको हकमा परीक्षा कहाँ हुन्छ वीरेन्द्र नगर सुर्खेत। बाजुरा बझाङ डोटी अछाम दार्चुला बैतडी डडेल धोरा कञ्चनपुर कैलालीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा कहाँ हुन्छ दिपायल डोटीमा। र यहाँ प्रहरी परिसरमा काठमाडौँ ललितपुर भक्तपुर साथै जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक रसुवा नुवाकोट र धादिङमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा कहाँ हुन्छ महाराजगञ्ज काठमाडौँ। अब यहाँ रहेको छ 10 नम्बरमा सम्पर्क मिति। तपाईँहरूको सम्पर्क मिति कहिले छ यहाँ हेर्नु सम्पर्क मिति तथा स्थान रहेको छ मिति 2082 2 महिना 15 गते दरखास्त फार्म दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत सो सम्बन्धी सूचना राखिनेछ। अब विज्ञापन सम्बन्धी विशेष सूचना रहेको छ तपाईहरु यहाँ पढ्नु विज्ञापन सम्बन्धी विशेष सूचना। अब यहाँ पुनःशतमा के लेखेको छ तपाईहरु एकदमै राम्रोसँग पढ्नु। यहाँ पुनःशतमा के लेखेको छ एकदमै राम्रोसँग पढ्नु। अब लास्टमा यहाँ रहेको छ यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिने परीक्षाको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट यति www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फारम सोही वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजहरू सङ्कलन राखी तोकियो कार्यालयमा पेश गर्न सकिनेछ। मिति 2081 12 महिना 29 गते यो विज्ञापन प्रकाशन भएको छ नेपाल प्रहरी प्रधान कार्यालय। भारी संख्या विज्ञापन खुलाएको छ प्राविधिक प्रहरी जवान पदको। तपाईहरुको उमेर शैक्षिक योग्यता यदि छ भने पुगेको छ भने तपाईहरु यसमा एप्लाई गर्नु किनभने भारी संख्यामा विज्ञापन खुलाएको छ। यहाँ तपाईहरु पोज गरेर हेर्नु तपाईहरु कुन कहाँबाट फर्म भर्न चाहनुहुन्छ त्यो पनि भिडियोले यहाँ पोज गरेर हेर्नु कुन प्रदेश प्रहरी तालिम केन्द्रबाट फर्म भर्न चाहनुहुन्छ। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाल आर्मी सम्बन्धी कुनै पनि विज्ञापन अथवा कुनै पनि नोटिस आयो भने म तपाईहरुलाई सबैभन्दा पहिला यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लागि यति नै। हस्त नमस्कार।